त्यसलाई मेवाको सुरु हेर्नु साथी आसे मेवा सुरु भएको छ है। अब यहाँनिर सुरु हुँदैछ। पर्छ रे मन कस्तो हुनुपर्छ रे मन भनेको कस्तो हुन्छ नि एकदम क्या मन एकदम शान्त क्या बडे बजाजु हिजो अनि अस्तिको बेलुका अस्ति लुगा धुको भर्खर उठाउँछ साथी त्यस्तो कोही त उठाउनु भएको छैन त्यस्तो जतिको के को राति नै हामी दुईजना चाहिँ साथी आज नुहाई धुवाई गरेर सबै भ्यायो यो गाउँतिर दिनभरि सुत्दैन अब फेरि सुत्ने अरे होइन निद्रा कसरी लाग्यो हो कति नै दौरा घाँस गर्नु जानु ढिकी जाँदा गर्नु जानु 4 बजेर के ठटुटु गरेको तिमी भनेको जेन्जीसम्मको तिमी खाऊ भोलि हामीलाई स्याहार्नु पर्ने हुन्छ भिटामिन खाऊ तिमी स्याहार नै तिमीले हो बिहान उठेदेखिको सबै बडाल कुरा हो नि मैले त बडाल्न मात्रै भए सबै पुसपास मेरो रुमसम्म पुसपास गर्न भ्याउनु भएको उहाँले आमामा सबै क्या यहाँ म सुतिरहेको छु है उठेर पुरा यहाँ पुरा पोछा पनि लगाएको छ भरे त हुँदा हुँदा अर्को साथी विष्णु भगवानको मानि गएर पुरा सफा गरिदिइरहेको कि हेर्न है अनि ऊ चाहिँ हामीलाई चाहिन्छ उसले चाहिँ हामीले एकदमै उसलाई भिटामिनहरू खुवाउँदैछु तिमी अझ अरू पनि खाऊ ल मिनी जेन्जी हो म मिनी जेन्जी प्लस गर होइन अब तिमीले नै हामीलाई स्याहार्ने सबै कुरा स्याहार्ने गर्ने है हामी खुसी छौँ है हामी खुसी छौँ गीतालाई पाएर अनि म चाहिँ सुतिरहन्छु प्रायः होइन उमेर पनि त्यस्तै अनि तर यताको मान्छे चाहिँ किन हो रातैभरि उठेर के गरेको ठाटा ठुटु 4 बजी उठेर के गरे जाने झऱ्यो होइन हिजो होइन पहिलो दिन चुरफुरी कस्तो थियो अरे अनि सबै सफा पखाल्नु परेन त त्यत्रो धुलोमा आएको अनि भोलि यसरी होइन कहाँ गयो दुइटै आमाहरू आज त छैन त सेलाएछ एक दिन मात्र छ चुरीपुरी पनि थाहा पाइसक्यो भने त त्यहाँबाट त ल गाडीबाट आएको मान्छे धुलोमा नि कसरी बस्नु भन्नु त त्यो दिनको चुरीफुरी ठुलै थियो भोलिपल्टको सेलाएर छैन दुईजना त बोल्दैन एकजना सुत्या सुत्या एकजना कता हो कता म त होइन पुसपास भित्र गरेँ नि त ओके गाइस अब हामी भ्लग इन्ड गर्दैछु है आजको चाहिँ हाम्रो घुमाइ दमक बजारको विशाल मेरो तर्फबाट चाहिँ उहाँ नै बोलिरहनु भएको छ त्यही भएर बोल्नु परेको छैन आज विशाल बजार घुमाइ डह्रो भयो है राम्रो भयो खुसी पनि लाग्यो देखाउन मात्रै हो हामी जेन्जीले छिटो खाऊ सुड्डी खाऊ भन्दैछ होइन हामी खाँदैछौँ अब उसलाई नै गाह्रो हुन्छ फेरि हामीलाई अब अलिकति होइन केयर गर्नुपर्ने हुन्छ नि त स्याहार्नुपर्ने हुन्छ उसैले